अन्त भाइ पनि त्यसमा लानुपर्ने अन्त भाइले त अन्त उठेर यसो गरेर अन्त कति हँसायो नि अन्त भाइले कसो गर्नु भाइले उठेर देखाउनु न सुन्नु दिदीले चाहिँ कसो गर्नुभयो अरे ए हो र हँसायो पुरा पुरा हँसायो नि है म पनि छक्कै परेँ नि अन्त मामाले चाहिँ कसो गर्यो फेरि मामाले ह्या नै गर्यो अनमोल दादाले बोइ त्यसो गर्यो अनमोल दादाले चाहिँ गर्यो होइन होला हौ होला म त होइन जस्तो लाग्यो त हजुर म चाहिँ किरा भयो ए अन्त किराले चाहिँ कसरी गर्यो अन्त छ्यापो गर्यो होइन होला हौ छिया अन्त उभिएर पनि माथिबाट प्लाट चिप्लेर आयो भन्दै थियो त भाइ त कसरी चिप्लिनु भयो खतम बनाएछ है अन्त त हजुर त्यो कुदाउँदाखेरि त्यो कुराले गर्दा ए म त हँसाएर कि अन्त भुँडी थिच्दा भयो हाँसेर कि म त छक्कै परेँ भाइले त के गरेको होला भनेको कि अन्त भाइले पनि फोक्टाको बोली बस्यो म पनि फोक्टाको बोली बसेको नि त कि भाइ पनि त फोक्टाकै त बोलेको रहेछ हो म पनि फोक्टाकै बोलिरहेको नि मामा पनि फोक्टाकै बोलिरहेछ अन्त उभिएर चाहिँ ए सुन्नु दिदीले पनि फोक्टाकै बोल्यो अनमोल दादाले पनि फोक्टाइ साँच्चीको चाहिँ कसले बोल्यो त ए थाहा छैन ए तिमीलाई थाहा छैन पो होइन थाहा छ होला हौ